म साप्रो भन्दैछु चिटिङ 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 करता है तू आज घुम्न आउनको रमाइलो भोलि बुढासँग छुट्नुको पीडा गाह्रो छ हो मलाई पनि एकदम गाह्रो छ के गर्नु सधैँ सँगै बस्न मन लाग्छ नि पैसा कमाउनु छ यस्तै छ साथीहरू परदेशी जिन्दगी छुट्यो हुन्छ आयो भेट्यो नमस्ते स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा म फेरि पनि आइसकेँ मिठो अनि मिठो युट्युब भ्लग लिएर नयाँ बिहानी नयाँ दिनको साथमा म फेरि पनि आइसकेको छु आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि यहाँ सन्चै छु अहिले तपाईँहरूलाई थाहा नै छ म यहाँ पेनाङमा छु आज चाहिँ हामी पेनाङ हिल घुम्न जाँदैछौँ बाटोमा के पर्छ त्यहाँ कस्तो कस्तो छ म त्यो तपाईँलाई अवश्य नै देखाउने छु अहिले चाहिँ हामी ग्राफ कुद्दैछौँ साथीहरू उहाँ चाहिँ मेरो ह्यान्डसम बुढो उहाँ चाहिँ युट्युबर मेरो देवर बाबु है मैले अस्ति हो मेरो देवर भनेर भनेको थिएँ नि त उहाँ चाहिँ मेरो देवर बाबु हो सुबिन तामाङ हो है सब्सक्राइब गरिदिनु होला च्यानल साथी यो चाहिँ मेरो आउटफिट हो साथीहरू मलाई कस्तो देखिएको छ भनिदिनु होला हिरोनी रेखा थापा जस्तै यहाँको हेर्नु न बाहिरको कस्तो खतरा छ नि साथीहरू त्यो छ पेनाङ हिल जानको लागि साथीहरू अब हामी जाँदैछौँ हामी चाहिँ गाडीमा चढिसक्छौँ साथीहरू अगाडि ठुलो भ्लगर हुनुहुन्छ ठुलो भ्लगर उहाँ चाहिँ भ्लगर होइन तपाईँ चाहिँ को हो त्यसो भए एउटा डाइलग जाओस् न त हस्बेन्डको खुट्टा ढोक अब यहाँ बाटो खुट्टा ढोक्छ होइन अब चाहिँ हामी पुरा त्रिशुल लिएर हुन त हाम्रो जस्तै हो नि तर त्यो चाहिँ हाम्रो के भन्छ हेटौडाबाट उतापट्टि जाने खालको बाटो जस्तो छ है साथीहरू त्यहाँ हेर्नु न डाँडा के भन्छ के अरे डाँडै हो त्यस्तै हुन्छ नि उताबाट उता कटिसकेपछि हेटौडा आइपुग्यो भन्ने हुन्छ नि त त्यस्तै छ नि साथीहरू हेर्नु नि यहाँ फेरि दुईजनाको बातचित हुँदैछ साथीहरू अब चाहिँ हामी पेनाङ हिल आइपुगिसकेको साथीहरू अब हामी यहाँबाट ओर्लेर कता कता जान्छौँ के गर्छौँ देखाउँछु ल तपाईँहरूलाई एक्साइटेड छौ कि छैनौ सुबिन तिमी एक्साइटेड छौ कि छैन पेनाङ हिल घुम्नलाई अनि अघि भर्खर त्यहाँ सुनाएर उसले अब त्यहाँ मान्छेलाई सोध्यो मान्छेले यस्तो भनेर भने अब गएपछि थाहा हुन्छ नि साथीहरू होइन सो लेट्स गो साथीहरू कति धेरै मान्छेहरू नि सबजना यो के भन्छ उयो घुम्न आएकोहरू अब हामी यहाँबाट टिकट काटेर मस्तिर जान्छौँ साथीहरू त्यहाँ हेर्नु न काट्नुपर्ने रहेछ साथीहरू त्यहाँ हेर्नु न के भन्छ पासपोर्ट चाहिने रहेछ पासपोर्टको अब फोटो के भन्छ इमिग्रेसन कार्ड चाहिने र अब हामीसँग त्यो छैन त्यही भएर पासपोर्टको लागि किन एक्लै गएको ए कति धेरै भिड छ यहाँबाट उ गर्दाखेरि चाहिँ माथि गएपछि चाहिँ के हुन्छ थाहा छैन है साथीहरू कति मोटो मान्छेहरू हामी भित्र गइसकेका छौँ साथीहरू यतातिर ऊ तिनजना मेरो बुढो अगाडि हिँड्दै हुनुहुन्छ जाँदैछौँ अब हेर्न सक्नुहुन्छ साथीहरू
यति धेरै भिड छ नि साथीहरू। भिआइपी टिकट काट्ने छ नि त। ओ भिआइपी टिकट काटिदिनु हेर्न सक्नुहुन्छ साथीहरू कति भिड छ नि। के टिकट काटेर तिमीले? यो चाहिँ हाम्रो टिकट हो। एउटाको 40 रुपियाँ टिकट हो साथीहरू। नर्मल टिकट काट्नुपर्ने के भन्छ भिआइपीको टिकट काट्नु भएछ मेरो पतिदेवले। अब यताबाट गयो भने चाहिँ यो भिआइपीको चाहिँ के भन्छ 1 घन्टा लाग्नुपर्छ अरे। त्यही भएर हामी भिआइपी टिकट काटेर अब माथि जाँदैछौँ साथीहरू। यति धेरै लाइन छ नि त अर्को नर्मल टिकट काटेको भए त। त्यही भएर अब हामी जाँदैछौँ। ट्रेन साथीहरू देख्न सक्नुहुन्छ ट्रेन कति राम्रो छ नि। अब हामी यही चढेर जाने हो साथीहरू। जाँदैछौँ। हजुर राम्रो नभएको यसरी मान्छे बस्दै होला। राम्रो होला क्या तिमीलाई त्यस्तो लाग्यो होला। कहाँ बस्ने हामी? यहाँ हामी चाहिँ ट्रेन चढिसक्यौँ। त्यहाँनिर हेर्न सक्नुहुन्छ कस्तो खतरा छ नि साथीहरू। भ्यू मलाई चाहिँ राम्रो लाग्यो यहाँबाट हेर्दाखेरिको भ्यू हेर्नु न साथीहरू खतरा छ नि। साथीहरू यहाँसम्म माथिसम्म हामी आइपुगिसकेको छौँ। अब माथि जाने भनेको तर त्यहाँबाट माथि तलबाट माथि आउनलाई पनि टिकट काट, यहाँबाट भित्र जान पनि टिकट काट। सब चोर बसेर छन् क्या यिनीहरू। ट्रेन हेर्नु न साथीहरू मलाई चाहिँ फेरि अग्लोबाट तल हेर्नलाई फोबिया भने जस्तै छ। मलाई डर लाग्छ। त्यही भएर देख्न सक्नुहुन्छ। अब हामी सेल्फी खिचौँ न। अब हामी उताबाट यता आइसकेको छौँ। हेर्नु नि यहाँ कति फोटो खिच्ने ठाउँ छ नि। अब त्यहाँबाट माथि जाने हो वेटिङ एरिया अरे। अब त्यहाँबाट तलबाट यता आउँदाखेरि 40 रुपियाँ टिकट। त्यहाँबाट फेरि अर्को बाँदरहरू भाटा जानको लागि फेरि 40 रुपियाँ टिकट। बरु 2टा बाँदर यहीँनिर छन् यिनीहरूलाई हेर्ने बस्ने। तर भ्यू चाहिँ खतरा आएको छ नि साथीहरू देख्न सक्नुहुन्छ। धेरै धेरै मान्छेहरू छ। लाज पनि लागिरहेको थोरै लाज पनि लागेको छैन। अब चाहिँ हामी यहाँबाट तल जान्छौँ साथीहरू। स्वयम्भू जस्तो ठाउँमा यस्तो ठाउँ हुन्थ्यो भने तर स्वयम्भूमा पनि यस्तो त छ तर यति धेरै अल्को त छैन। लाइन लाएर पानीपुरी चटपटे काँक्रो नुन चानी लगाएर खाएर यहाँ त मान्छेहरू यिनीहरूले अहिलेसम्म खाएको छैन नि त। त्यस्तो खाना त खाएको होला तर पिरो हुन्छ नि यिनीहरूले। अब चिनी नुनमा त चिनी हालेर घोलेर खान्छन् यिनीहरू आँपमा। यस्तै हो। अब यहाँनिर भएको भए त लाइन लाएर बेच्न राख्नुहुन्थ्यो। अहिले चाहिँ हामी साथीहरू माथिबाट देखाइदिनु मेरो बुढा। माथिबाट हामी चाहिँ यहाँ तल झर्दैछौँ साथीहरू। हेर्न सक्नुहुन्छ उहाँ हेर्नु त्यो के को फुल हो। निउरो पनि रहेछ है साथीहरू। निउरो तर तपाईँहरूले देख्नु हुँदैन होला। मैले चाहिँ देखेँ होइन। अब हामी
एकजनाको बापत 40 रुपियाँको त प्रयोग त गर्नु पर्यो। त्योभन्दा उता अब त्यो के भन्छ बाँदरलाई छुन जाने यताउता हेर्न जाने त छिटो टिकट काट्नुपर्ने रहेछ। तर अब यहीँनिर हाम्रो दुईवटा बाँदरहरू छँदैछन्, यिनीहरूलाई यता यता गरेर छोइहाल्छु म, मलाई त्यस्तो केही भएन। अब हामी त तल जान्छौँ साथीहरू। यताको यहाँको विशेषता भनेको चाहिँ धेरै, यहाँको मेन उयो भनेको चाहिँ धेरै के अरे यस्तो यो के भन्छ अरे पर्यटकीय स्थलमा हामी घुम्न आइरहेको छौँ। त्यही भएर यहाँ धेरै पर्यटक आउँछन्, हामी त्यस कारण धेरै पैसा तिर्दैनौँ। यसो घुम्ने हो यहीँनिर, सक्दिने हो 40 रुपियाँ सक्दिने हो 40 रुपियाँ। अब बिहान हामी कति बजी 11 कति बजी आएको, हामी 10 बजी आएको। अब बेलुका 4 बजीसम्म घुम्दाखेरि त 40 रुपियाँ गइहाल्यो। माथिबाट तल झर्दैछौँ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ पिनाङ हिल। त्यसपछि त मलाई पढ्न आउँदैन भने फेरि बेजत होला है, होइन आउँछ पढ्नलाई। अब हामी तल जाँदैछौँ साथीहरू। हेर्नु नि यहाँनिर कस्तो खालको छ नि तलको बाटो, खतरा खतरा फुल। यो फुल चाहिँ टिप्न पाइँदैन अरे साथीहरू, नो भनेको छ, देख्न सक्नुहुन्छ। तर यहाँको यो बाहिरको चाहिँ एकदम राम्रो छ नि त। अब के गर्नु साथीहरू, कस्तो राम्रो 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 छ। तर यहाँ मान्छे पनि टन्नै छ के अरे। पेनाङ हिल घुम्नलाई त राम्रै हो, तर यो घाम लागेपछि चाहिँ अलि भए जस्तो हुने रहेछ। मेरो बुढोहरू हुनुहुन्छ साथीहरू, देख्न सक्नुहुन्छ। यताबाट केटाहरूको ग्याङ आयो क्या, त्यही भएर फेरि माथि नै फर्केको डर लागेको क्या साथीहरू। यस्तै हो साथीहरू। फेरि अब भोलि आज घुम्न आउनको रमाइलो, भोलि बुढासँग छुट्नुको पीडा। गाह्रो छ हो, मलाई पनि एकदम गाह्रो छ। के गर्नु, सधैँसँगै बस्न मन लाग्छ नि, पैसा कमाउनु छ। यस्तै छ साथीहरू, परदेशी जिन्दगी। छुट्टी हुन्छ, आयो भेट्यो घुम्यो। एउटा गीत गाइदेऊ न त, अहिलेको गीत। तिमी बङ्गालबारे जङ्गलमा आएर हरे राम भन्ने हो। आइफोन यस्तो हुन्छ साथीहरू, धेरै तात्तिन्छ नि त आइफोन। फोटो त राम्रो आउने हो नि, तर तात्तिन्छ अरे। तात्तिने बित्तिकै क्यामेरै अफ हुँदो रहेछ क्या। हो, मोबाइल ह्याङ हुन्छ अरे त। मोबाइल ह्याङ हुन्छ अरे हो। मोबाइल ह्याङ त हुँदैन, लक भनेर देखाउँदो रहेछ कि। लक भनेर देखाउँदो रहेछ, क्यामेरै लक भयो त। ल अब तिम्रो त्यो के काम? यो अब उताको यसलाई हान्ने। ए मार्ला है। गीत गाइदेऊ त। कुन गीत गाइने? जुन गीत गाइने त ऱ्याप हान्देऊ, एउटा ऱ्याप। ऱ्यापको जमाना गइसक्यो। पहिला जमानामा चाहिँ खतरा खतरा ऱ्याप हानेको। भिटेन पनि मेरा फ्यान थिए। अब अहिले चाहिँ म खासै ऱ्याप हान्दिनँ। अनि अहिले भिटेन भाइले नि मलाई चिन्दैन। नत्र पहिला त दाइ हजुर मलाई नि गीत सिकाइदिनु, म हजुरको धेरै फ्यान हो भन्थेँ। ल आइज भाइ आइज, त मेरै चेला होस् भनेर छाती फुलाएर यसो 2-3टा क्लिप्सहरू सिकाइदिन्थेँ। त्यो एउटा गीत छ नि, के अरे झ्याप हुँदैछु म। नै त्यो हुँदैछ होइन, के अरे के थियो त्यो गीतको क्लिपै बिर्सेँ अहिले। म आफैले बनाएको गीत म आफैले बिर्सेँ। तपाईँ धेरै गीत लेख्नुहुन्छ। तपाईँ बिचमा बोल्नुभयो, यो पत्रकार काम रहन्छ, यो पत्रकारलाई गरेर तपाईँ धेरै गीत लेख्नुहुन्छ, त्यही भएर तपाईँले बिर्सिनु भयो होला। होइन त्यो के भन्ने गीत थियो होइन। अनि तपाईँ चाहिँ कहाँको हो त, हिरो हो कि तपाईँ यो चस्मा राम्रो हो कि यो मान्छे राम्रो हो कि? उहाँ त एकदम से अमलिसपुरी। यो चस्मा राम्रो हो कि यो चस्मा लगाउने मान्छे राम्रो हो कि के हो यस्तो? होइन तपाईँको हेर्ने आँखा राम्रो हजुर। आएको चाहिँ साथीहरू के हो थाहा छ? के हो? समुद्र हो। थाहा छ। के हो त्यो के हो? समुद्र हो। ल अब चाहिँ हामी यहाँबाट पानी तिर्खा लागिसक्यो, जाउँ न। मेरो भाउजूको मोबाइलमा भाउजूको च्यानलमा गएर मेरो भिडियो मात्र हेर्ने होइन, तल भाउजूले सायद सुबिन तामाङको के भन्छ लिङ्क राखिदिनुहुन्छ, त्यसमा गएर क्लिक गरेर 2-4वटा भिडियो हेरेर यसो सब्सक्राइबको बटन क्लिक्क पारिदिनु होला। औँला भाँचिँदैन, केही हुँदैन। अघि तपाईँहरूको जाने केही होइन, त्यही भएर अनसब्सक्राइब त्यो गर्ने काम नगर्नु होला। अब हामी जाँदैछौँ रे दादा। के हो त्यो के हो? न्याउरी मुसा पनि त्यसरी उफ्रिन्छ? के भन्छ नि त्यो अजिबो गरिब चिज देख्यो त। त्यो के अजिबो गरिब नभन्न। ए यो त लोखर्के हो कि के हो? लोखर्के होइन के भाउजू, यो उस हो क्या, के हो? बल छौडी कि के अरे त्यो कुखुरा मार्ने सबै यही हो। ए हाम्रो घरको कुखुरा खाने यही होला के? यसलाई त हो होइन होला हो क्या।
यो के हो मल साप्रो यो के हो साथीहरू तपाईँहरू यसो नाम लेखिदिनु होला कमेन्टमा मल साप्रो भन्दैछु चेटिङ करता है तू यो मान्छेले धेरै एक्टिङ गरे 10 रुपियाँ काट्दिनु पर्यो है अब साथीहरू सो गाइस तपाईँहरूले यसलाई नोटिस गर्नुभएको छ हाम्रो घरतिर त्यो जङ्गलतिर हुन्छ नि जङ्गलमा साँचको रुख नभए सल्लाह रे सालको रुखतिर हुन्छ नि त्यो अलि पानी भएको ठाउँतिर क्या त्यही हो तर यहाँ चाहिँ कहाँबाट बिरुवा निकाली रोप्छन् क्या पानी आउला नि आउँछ सुबिन यो पानी अमला होइन नि भाउजू अर्को पानी अमला खान्छ निङ्ग्रो नि पाउँछ काली निङ्ग्रो हेर त अघि नै राम्रो भनेको ए यहाँ ऊ त्यहाँ यो त रोपेको होइन होला है यो त आएको होला त्यो त रोपेको हो कुचोहरू पनि छ सबै सो भाउजूले मेरो भिडियो हालिदिन्छन् सबजना भएर हेरिदिनु होला मलाई पनि इन्जोय गरिदिनु होला अलिअलि क्लिपहरू हालिदिएको छु अनि म चाहिँ अघि रक्सी खाएर मातिसकेको छु होइन है हामी दूरबीन हेर्नको लागि आइरहेको छौँ साथीहरू मेरो बुढाले हेर्दै हुनुहुन्छ यो दूरबीन हेर्नलाई पनि कति रुपियाँ चाहिने रहेछ 1 रुपियाँको 2 मिनट सब चोर्नु बसेको कस्तो देखिरहेको आलु देखा छैन मोबाइलले हेर खै त लैजानु न पुरै टास्नु खतरा देखेँ नि खाइछ हेर्छु म हेर्छु देखा थिए यार 2 मिनटको 1 रुपियाँ हो साथीहरू अब चाहिँ मेरो देवरको पालो हामी चाहिँ तिनटैबाट हेरेको सुबिन के देखिरहेको छौ तिमीले यतिको त आइफोनले देख्थ्यो छ्या यही हो देख्ने साथीहरू तपाईँहरूलाई म जुम गरेर देखाइदिन्छु यही तलको घरहरू कतिवटा घर छ होला यतिको त आइफोन यो मोबाइलले पनि राम्रो देख्छ बेकारमा अब हामीले दूरबीन ल सकिसक्यो होला है बुढो जाउँ कुम्टार देख्यो यहाँ बसेर यो घर गर्ने मान्छेलाई एउटा घर मलेसियामा बनाइदिन्छ भन्यो भने त यहाँ मान्छेले घर गन्थ्यो होला है ल जाउँ अब चाहिँ हामी यतातिर जाने हो साथीहरू हेर्नु न कति राम्रो चिजहरू बेच्न राखेको छ तर धेरै एक्सपेन्सिभ होला नि यतातिर साथीहरू यता चाहिँ फोटो खिच्ने ठाउँ हो कि खाने ठाउँ रहेछ साथीहरू खाने कहाँ तर यो लुगाहरू धेरै एक्सपेन्सिभ होला नि मेरो मोबाइल दिनु के छ त स्वयम्भूको पार्कमा हिँड्दैछौ तिमीहरू मैले भन्न लगाइरहेको छु हाबडी स्वयम्भूको पार्कतिर हिँड्दैछौँ भाइ एउटा केही बोलिदेऊ नि त चट्ट लाएर टक्क लाएर स्टिकर बनाउने मेहन्दी लगाउने खतरा छ मुखमा ट्याटु लगाउने त्यहाँ 1 रुपियाँ तिरेर दूरबीन हेर्नुपर्ने मालिस गर्ने मसाज गर्ने दूरबीन हेर्नु सबैले रहेछ गएर हेर्दै जङ्गल जस्तो ठाउँमा गएर त्यस्तै के भन्छ मङ्की किङ जस्तो त्यत्रो ओह्रालो उकालो चढेर हामी अहिलेसम्म अब यो चाहिँ स्वयम्भूको भित्र जाने हो स्वयम्भूको भित्र पेनाङ हिलको भित्र भन्दा हिलको भित्र जाने ओहो मेरो दिमाग चाहिँ स्वयम्भू भन्दा स्वयम्भूकै याद स्वयम्भूमा पनि यस्तै भएको छ त चरा हेर्नु न चरा राखेर फोटो खिच्ने ठाउँ रहेछ यहाँ के भन्छ इन्डियन दाजुकोमा चटपटे खाँदैछौँ साथीहरू देख्न सक्नुहुन्छ दाजुले चटपटे बनाउँदै हुनुहुन्छ भेराइटीको उयो खानेकुरा छ मिठी होला जस्तो छ है साथीहरू मिठी भेलपुरी हामी चाहिँ भेलपुरी खाँदैछौँ बनाउँदै हुनुहुन्छ चटपटे भेलपुरी रे भेलपुरी 180 रुपियाँको चटपटे तिमी एक्साइटेड छौ चटपटे 6 रुपियाँको चटपटे खानालाई 180 तिमी म त छैन कसरी मिठो रहेछ मिठो छैन ल भन त कैसा है मीठा नहीं है 6 रुपियाँ गया खाना आउँछ नि टेस्ट त ठिकै हो तर अलिकति अमिलो पुगेन कि अमिलो र पिरो हामी नेपालीले खाने भने त अमिलो पिरो टक्क लाएर हो नि त साथीहरू जुस खान आएको साथीहरू तेरेङ्गानामा त के भन्छ वाटरमेलन जुसको 2 रुपियाँ 3 रुपियाँमा आउँछ यहाँ त 10 रुपियाँ रे 10 रुपियाँ रे साथीहरू अघि पनि के विधि हो कि यो जुस त हामीलाई तेरेङ्गानामा 3 रुपियाँमा दिन्छ अझ यसमा त वाटरमेलन पनि आउँछ यहाँ त छैन केही पनि न आइस न केही 10 रुपियाँ रिङ्गेट अब
हामी जाँदैछौँ साथीहरू। त्यो होइन मैले चाहिँ एउटा जुस खाएँ, मेरो देवरले चाहिँ के खानु भएको थियो? ओहो, डाँडा चढ्दाखेरि त म त जान्छु कि के हो खुत्रुक्कै भएर। बाजु न नखाने खाऊ। नाइ पनि भन्दिनँ। काली ओह्राली गर्दा गर्दा बल्ल बल्ल यहाँ आइपुगे साथीहरू, देख्न सक्नुहुन्छ। कतिजना यहाँ पनि धेरै मान्छे हुनुहुन्छ। त्यता चाहिँ मन्दिर रहेछ, तर त्यो मन्दिरमा चाहिँ फोटो खिच्न अलाउड रहेनछ, इन्टु लेखिरहेको छ। यहाँ चाहिँ बच्चाहरूले खेल्ने ठाउँ रहेछ। यहाँ यस्तो रहेछ, हेर्नु न, स्वयम्भूको डाँडाबाट यसै देखिन्छ नि, त्यसै देखिन्छ नि। यहाँ चाहिँ तोप छ, तोप डुङ 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 अन्य खालको राम्रो रहेछ साथीहरू। म त थाकेर बोल्नै सकिनँ हो। यहाँ बसिरहेको छु साथीहरू, त्यता मन्दिरमा फोटो खिच्न पाइँदैन, त्यही भएर यताबाट मैले देखाइदिइरहेको छु। कस्तो राम्रो छ नि साथीहरू, मन तिरिस। यतातिर चाहिँ बच्चाहरू खेलिरहेको छ। अब आफू सानो भयो भने त चिप्लेटी खेल्न जानु हुन्थ्यो नि। के गर्नु, यस्तो बच्चा बेलामा हामीले खेल्न पाइएन सानैदेखिबाट। अब यस्तोमा हुर्केको भए त अब हामी पनि यस्तै हुन्थ्यो होला नि। तर हाम्रो के भन्छ बाल्यकाल चाहिँ यस्तो थिएन क्या साथीहरू। खुसी त थियो, यस्तो पनि थियो, तर यस्तो घुम्ने मतलब अब एकजना आफ्नो आमाको कमाइ, एकजना आमाको कमाइले अब 4-4जना 5-5जनालाई हेर्नु परेको नि त। अनि त्यही भएर पनि हाम्रो यस्तो मेरो बहिनीको त आयो कि, दिदीहरूको, मेरो भाइको यस्तो चिप्लेटी खेल्ने यस्तो उयो आएन। कुनै बेलामा पार्क गएको बेलामा चाहिँ अब त्यो त पार्क जाने बेलामा चाहिँ कति 10 वर्ष 11 वर्षको थिएँ म। त्यतिखेर चाहिँ खेलेँ। त्योभन्दा सानोमा यस्तो खेल्ने यताउता केही थिएन साथीहरू। अनि यस्तो देख्दाखेरि चाहिँ अब कस्तो बाल्यकालको याद आउने कि यस्तो भइदियो है। म पनि बाल्यकालमा यस्तै हुन्थ्यो होला, यस्तो बच्चाहरू जस्तै हेर्नु नि साथीहरू। त्यो पानीको कति पर्यो? त्यो पानी एउटा सिधा फाल्ने होइन, सबै उगेर खाने हो। 4 रुपियाँ एउटा त्यो बाहिर किन्दा कति आउँछ अरे? 1 रुपियाँमा आउँछ नि यो। 1 रुपियाँमा त ठुलै आउँछ भाउजू। नाइ, हाउस माउन्टेन के भन्छ 1 रुपियाँमा त आउँछ त। यहाँ चाहिँ 4 रुपियाँ हो साथीहरू। कस्तो मिठो रहेछ 4 रुपियाँको पानी। तिर्खा लागेकोले मिठै हो। कट गर पहिला यहाँ भ्यू हेरेर यसरी हामी मलेसिया हो नि। यहाँ त नाम लेख्ने रहेछ अरे। चाबी पनि रहेछ उयो उसतिर हुन्छ त, लन्डनतिरको चाबी। देख्न सक्नुहुन्छ अब हामी फोटो सेसन हुँदैछ यहाँ। टेक्टिङ डिङ डिङ खतरा छ नि साथीहरू, हेर्नु न यहाँनिर खतरा छ। राम्रो रहेछ यहाँनिर, हिँड्न चाहिँ सक्नुपर्ने रहेछ। सब राम्रो रहेछ है साथीहरू, हिँड्न चाहिँ एकदम तयार लाएर हिँड्न सक्नुपर्ने रहेछ। खतरा ठाउँ रहेछ। केराको बोट त्यहाँ छ। अब हामी यहाँबाट भित्र जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ दिदी कस्तो राम्रो। राम्रो ठाउँ रहेछ। हिँड्न त सक्नुपर्ने हो। के भयो? के ठ्याक्कै क्यामेराले पनि सुइले मार्न मलाई। फुलबारी यहाँ बस, म बाट पढाइन्छु। गोरा आएको त ल ए फोटोसुट झन्डै लडे। अलिकति फोटोसुटमा त म्युजिक पनि चाहियो नि त होइन। अनि ठाउँ छैन साथीहरू। अब यतैबाट यो अब तल कस्तो राम्रो फुल रहेछ। यो फुललाई के फुल भन्छ साथीहरू? के फुल हो यो? अङ्गार फुल जस्तो। यो अङ्गेरी हो क्या। यो खायो भने हामीले पहिला खान्थ्यो त, खायो भने दाँतै कालो हुन्छ नि, हो त्यस्तै हो साथीहरू। हेर्नु नि तपाईँहरू पेनाङ आउनु, मलेसिया आउनुभयो भने यतातिर हुनुहुन्छ भने अवश्य आउनु होला। यहाँनिर पेनाङ हिलमा है, एकदम राम्रो छ साथीहरू।
अब अघि हामी सिँढी चढ्दै आएको थियौँ, अहिले चाहिँ हामी ओह्रालो झर्दैछौँ साथीहरू, हामी 3 जना। पेनाङ हिल कस्तो लाग्यो त तिमीलाई? एकदम राम्रो, सुबिनलाई एकदम कम्फर्टेबल जो नै रहेछ कि हो? कम्फर्टेबल। बिहान चाहिँ लास्ट अल्छी लागेको थियो साँच्चै भन्नु पर्दाखेरि। त्यहाँ त्यो के भन्छ केटीले भनेको देख्दाखेरि चाहिँ जोस् घुम्न आफ्नो इच्छा मन के भन्छ के हो त? बिहान खुब अल्छी लागेको थियो अनि त्यहाँ सबजना अल्छी लागेको थियो, मैले देखिरहेको थिएँ। अनि म तातेको त केटाहरू चाहिँ फुचुरी फुरी देखाउन थालिहाल्यो। यो ढुङ्गा काटेर बनाएर ढुङ्गा काटेर के हो के देखिन्छ यहाँ पालबाट? ए केही त देखिँदैन रहेछ। अब हामी जाँदैछौँ, हेर्नु न। म त भोलि पर्सि मेरो बुढी लिएर आउँछु। ओके ओके। बरु 2 वर्ष एक्स्ट्रा गर्छु, 50,000को टिकट काटेर बुढी नै लिएर आउँछु। आइज बुढी घुम्नलाई। अघि हामी यही सिँढी चढेर मासतिर गएको थियौँ होइन साथीहरू? अहिले चाहिँ अब यहाँनिर थकै लागेर केटाहरूलाई अब के भन्छ यहाँनिर हामीले बाँदर एउटा देख्नलाई कमी भएको थियो साथीहरू। बाँदर उहाँ हुनुहुन्छ, यहाँबाट एकैचोटि डोमेस्टिक हानेर त्यहाँ पुग्नु भयो। बाँदर दाजु तपाईँ के खानुहुन्छ त? खै यसो मोमो चाउमिन खान पाए हुन्थ्यो। अघि खाना दिएको होइन र? त्यतिले के पुग्थ्यो? बाँदर दाजु आउनु होला, अब हामी जानुपर्छ। छि कुकु बिरालोलाई उफ 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 रे उफ। त्यहाँ हेर्नु न फेरि को हिँडेको जस्तो लाग्छ तपाईँहरूलाई? अमिताभ बच्चन कि के भन्छ को हिँड्छ त्यसरी? राजेश हमाल ल हेर्नु, मैले भन्दैछु बाँदर त बाँदर साँच्चीकै बाँदर हो कि। ए अँ भने आँखा छैन के गर्नु। यहाँ आएपछि त पैसा कहाँ फाल्ने? कमाएको पैसा 1 महिनाको पैसा कहाँ फाल्ने भन्दाखेरि पेनाङ हिलमा आएर फाल्ने। यो चाहिँ पुलिस चौकी होला हौ, पुलिस स्टेसन। सुविधा चाहिँ छ जे होस्। सुविधा चाहिँ छ। ल ल ल खाम आइसक्रिम खाम। म त नाइ त भन्दै नि खानेकुरालाई। भाउजू स्पोन्सर। लास्टमा गएर साथीहरू भाउजू स्पोन्सरले। ल आजको स्पोन्सर बाई प्रमिसा तामाङ अनि इटिङ बाई आइसक्रिम तडा। Ada vanilla, chocolate, strawberry, Oreo, mango, coconut. ए जे भयो नि हुन्छ ल। Hey, thank you for you. Ice kacang. भाउजू ए सर बोलेर फुर्किनु पाउँदैछ त्यहाँ देखाइदिनु न, जुम गरेर। सुमित मेरी आमा सिस्टम छ फेरि यहाँनिर। यसरी हान्डा कालेर रेङ गरेर जाने हो, कुन लाइनमा जाने हो? मान्छे हेर्नु न साथीहरू, मान्छे कति धेरै मान्छे हो यो मान्छे। यसो कपाल हेर्नु न, कपाल यस्तो ट्रेनिस। ओ यसको हावा हो कि क्या? अब हामी जाँदैछौँ चल्नको लागि। हो कि होइन? हामी यहीँनिर वेटिङ गर्ने हो। उतातिर यस्तो प्याक छ। हाम्रो ट्रेन चाहिँ आइसक्यो साथीहरू। अब हामी जाँदैछौँ। ट्रेन देख्न सक्नुहुन्छ यहाँ बाजेले यताबाट
रुपियाँको टिकट पनि सक्यो, घुमेर पनि आइयो, सक्यो पनि। अब रुम जानु पर्यो साथीहरू। देख्न सक्नुहुन्छ हाम्रो 40 रुपियाँको एउटा टिकट। गएर माथि सनसन भन्ने होला क्या। ल है साथीहरू, हामी त अब फर्क्यौँ। देख्न सक्नुहुन्छ पछाडिको भ्यू कति राम्रो छ है। अगाडि पनि राम्रो छ। बिहान जाने बेला त सब जोस जागरको साथ भिडियो बनाएर गइएको थियो। अब बसमा जाने भन्ने कुरा थियो साथीहरू। बस आउन त आयो तर ढिलो आयो, त्यही भएर हामी क्राफ्टमै गयौँ साथीहरू।